हेलो नमस्ते सबैजनामा तपाईहरुलाई फेरि स्वागत छ हाम्रो च्यानल दिपेन्द्र एजुकेसन टेकमा। आज हामी एउटा नयाँ भिडियो लिएर आएको छौं। अब हुने एसई मा साइन्स सब्जेक्टको च्याप्टर वाइज अब मोडल क्वेशन सल्भ गर्छ हामी। अब ओन्ली मोडल क्वेशन्स जुन अरु सालमा क्वेशन्स आएको छ त्यही क्वेशन अब हामी के गर्छौं कि अब सल्भ गर्छौं। सबैमा जति छ सेट 1 देखि लिएर त्यति हुन्छ सबमा सल्भ गर्छु। र यसको लागि अब तपाईहरु के गर्नु, हाम्रो च्यानललाई सब्स्क्राइब राख्नु होला र यो भन्दा अघि पनि भिडियोहरु अपलोड भएको छ च्याप्टर वाइजहरु त्यो पनि हेर्नु होला। किनकि मोडल क्वेशन्स पढ्नु भन्दा अघि के गर्नु पर्यो त च्याप्टर वाइज अलिकति बुझ्नु पर्यो। यदि च्याप्टर वाइज नलेज राम्रो छ त्यसपछि मोडल क्वेशन बुझ्न सजिलो हुन्छ। त्यो हिसाबले अगाडि पनि भिडियो हेर्नु होला र आजको भिडियो आजको भिडियो अब के छ त, अब 2082 मा हुने एसई को लागि साइन्स सब्जेक्टलाई फोकस गरी मोडल क्वेशन्स हामी सल्भ गर्छौं साइन्सको। अब आजदेखि सेट 1 सुरु गरिसकेका छौं। अब ग्रुप ए देखि लिएर ग्रुप बी सम्म सब क्वेशनलाई सल्भ गर्छौं बिस्तारै बिस्तारै। र आज हेरौं अब के छ। आजको सबभन्दा पहिलो क्वेशन रहेको छ ग्रुप ए को। यो भन्दा अघि एउटा क्वेशन थियो भन्न चाहन्छु तपाईहरुलाई म। अब के छ, सबभन्दा पहिला साइन्समा सोधिने भनेको ग्रुप ए भनेको जहाँबाट मल्टिपल चोइसेस क्वेशन हुन्छ। हामीले के गर्नु पर्यो त टिक मात्र लगाउनु पर्यो। त्यो क्वेशन हुन्छ। त्यो क्वेशन आउँछ कतिवटा त 10 वटा आउँछ। 1 मार्क्स क्वेशन हुन्छ र 10 वटा क्वेशन आउँछ। त्यो हामी सल्भ गर्छ आज ग्रुप ए को सबभन्दा पहिला। यसमा के हुन्छ मल्टिपल चोइस क्वेशन हुन्छ। अब ठीक, अब नेपाली इंग्लिश हामी दुईटै भन्दिछु। यदि किनकि धेरै जनाले कमेन्ट गर्नुभएको छ कि सर नेपालीमा पनि पढाउनु, त्यो हिसाबले हामी के गर्छ कि क्वेशनलाई नेपाली इंग्लिशमा दुईटै मिलाएको छु। के भन्छ तलको प्रश्नको सबभन्दा ठीक विकल्प उत्तर पुस्तिकामा लेख्नुहोस्। जुन सबभन्दा ठीक हुन्छ त्यही इंग्लिशमा के छ त राइट द बेस्ट अल्टरनेटिभ अफ द फलोइङ क्वेशन्स इन द फलोइङ आन्सर शीट। टिक लगाउने हो। अब पहिलो क्वेशन के रहेको छ त, आजको सबभन्दा पहिलो क्वेशन रहेको छ कि कम्प्युटर मेमोरीको सबभन्दा सानो इकाइ भनेको व्हिच इज द स्मलेस्ट युनिट अफ कम्प्युटर मेमोरी। कम्प्युटर मेमोरीको सबभन्दा सानो इकाइ युनिट्स कुन हो त। अब यहाँ अप्सन के दिएको छ त किलोबाइट, मेगाबाइट, बिट र गिगाबाइट। सबभन्दा पहिलो के छ त सबभन्दा सानो इकाइ कुन हो, सबभन्दा सानो त सुरुको त कम्प्युटर इकाइको सबभन्दा सानो इकाइ के आउँछ त यो बिट आउँछ। किन इकाइहरु अब सबभन्दा पहिला के हुन्छ त बिट हुन्छ। बिट पछि के आउँछ त, बिट पछि आउँछ किलोबाइट। यसको यसरी क्रम मिलाउँदाखेरि किलोबाइट। त्यसपछि आउँछ मेगाबाइट। त्यसलाई हामी के भन्छौँ त एमबी भन्छौँ। त्यसपछि लास्टमा आउँछ के त गिगाबाइट। जसलाई के भन्छौँ त जीबी भन्छौँ। जीबी हामीलाई थाहा छ एमबी हुँदै के भन्छ त जीबी भन्छ। यो जीबी भनेको ठुलो हुन्छ र यसको सबभन्दा सानो कम्प्युटर मेमोरीको सबभन्दा सानो इकाइ भनेको कुन हुन्छ त बिट हुन्छ। त्यो याद राख्नु होला। अब अर्को क्वेशन हेरौँ। अब अर्को क्वेशनमा के भन्दैछ त वाइ इज पाइन्स केप्ट इन सब डिभिजन जिम्नोस्पर्म भनेको सल्लोलाई किन सब डिभिजन जिम्नोस्पर्म अन्तर्गत राखिएको छ। अब रिजन चाहियो। पाइन्स भनेको जुन सल्लोको बोट हुन्छ नि, सल्लोको बिरुवा, त्यसलाई सब डिभिजन जिम्नोस्पर्म अन्तर्गत किन राखिएको छ। अब म अघि पनि मेरो भनेको थिएँ कि तपाईसँग यदि च्याप्टर वाइजको नलेज छ नि मल्टिपल क्वेशन सल्भ गर्दा सजिलो हुन्छ। हाम्रो अघिको भिडियोहरू छ त्यसमा पुरै क्लियरली प्रश्न पारिएको छ कि यो डिभिजनमा कुन के त। त्यहाँ यदि तपाईहरु त्यो भिडियो हेर्नु होला नि पक्कै राम्रोसँग बुझ्नु होला। यहाँ के भन्छ वाइ पाइन्स केप्ट इन सब डिभिजन जिम्नोस्पर्म। त्यसमा के छ त अब जिम्नोस्पर्मको के विशेषता पहिला थाहा हुनुपर्छ। त जिम्नोस्पर्मको विशेषता के छ भन्दाखेरि जिम्नोस्पर्ममा एक त फल र फूल लाग्दैन र फूल लाग्दा
फल राख्दा पनि त्यसको विशेषता यदि फल हुन्छ भने त्यो फल के हुन्छ त नाङ्गै हुन्छ, यानि नेक्ड सी हुन्छ। यहाँबाट अब कुन मिल्छ त्यसमा? जस्तै पहिलो के छ कि यसमा सियो आकारको पातहरू हुन्छ, सबभन्दा पहिला बिउ हुँदैन यसमा। त्यसपछि यसमा बिउहरू नाङ्गो हुन्छ, यसमा क्लोरोफिल हुन्छ, यसमा फुलको सोटा फुलहरू हुन्छ, बिउहरू हुँदैन यसमा। के हुन्छ त एउटा त फलहरू हुँदैन, र फल जुन हुन्छ नि त्यो फल के हुन्छ त्यसमा त नाङ्गो हुन्छ। जिम्नोस्पर्मको विशेषता हो कि फल त्यसमा लागेको छ भने त्यो फल के हुन्छ त नाङ्गे हुन्छ, यानि त्यो छोपिएको हुँदैन। त्यस्तै अरू फल के हुन्छ त बोक्राले छोपिएको हुन्छ, त्यस्तै यसको फल के हुन्छ त बोक्राले छोपिएको हुँदैन। यसको यो हुन्छ इट ह्याज नेक्ड सिड, यसको लागि नेपालीमा यसमा बिउहरू के हुन्छ त नाङ्गो हुन्छ। यो जिम्नोस्पर्मको के हो त्यो विशेषताहरू, त्यो विशेषता अन्तर्गत यहाँ के छ त यो पर्छ। त्यसकारण यसको आन्सर के हो त यो 2 नम्बरमा इट ह्याज ए नेक्ड सिड। अब अर्को क्वेसन के छ त? अब अर्को क्वेसन भनिन्छ क्रम विकासको सिद्धान्त अनुसार तलमध्ये कुन समूहहरूको जीवहरू नजिएका छन्? नजिक क्लोज भन्छ। which of the following groups of organisms are closely related on the basis of evaluation? यो जीवहरूमध्ये कुन एकअर्काको क्लोजली रिलेटेड छ? अब यो के चाहिँ प्रोफेरिया निलिका क्रोडा, त्यसपछि प्रोफेरिया अर्थोपोडा कोडाटा, कोलेन्ट्रेटा अर्थोपोडा कोडाटा, प्लेटलेन्थिस नेमालेन्थिमिस एन्ड इनिलिडा, यो 4वटा छ। यसको अप्सन कुन राइट हुन्छ? अब यसको अप्सन हेर्दाखेरि अप्सन यो हुन्छ। अब किन यो हुन्छ भन्दैछ क्रम विकासको सिद्धान्त अनुसार। क्रम विकास भनेको क्रम हुँदै भनेको ठुलो सानो हुँदै त्यो विकासको त्यो थ्योरी भन्ने चाहिँ बेसिस अफ इभ्यालुएसन भनेको क्रम विकास सिद्धान्त अनुसार कुनै एकअर्कासँग रिलेटेड छ। अब हेर्नु यो प्लेटले हेल्मेटिन्स जुन छ नि, अब त्यसमा यसको विशेषता के हुन्छ त? सबभन्दा पहिला यसको बडी जुन हुन्छ त्यसको बडी फ्ल्याट बडी हुन्छ, यसको फ्ल्याट बडी हुन्छ र यसको भन्दाखेरि त राउन्ड बडी हुन्छ, राउन्ड बडी र यसको सेगमेन्ट बडी हुन्छ। यो पत्र अझै भयो। अझै एउटा के छ त? अब यसको हेर्दाखेरि प्लेट हेल्मेटिन्स यो अलिकति कम विकास भएको हुन्छ, किनकि यहाँ क्वेसन भन्दैछ कि क्रम विकास हिसाबले एउटा क्रम रो एउटा पछि अर्को पछि अर्को त्यसपछि अर्को, यो हिसाबले यहाँ के भनेको चाहिँ यो प्लेट हेल्मेटिन्स कि यो दुईटा मध्ये सबभन्दा कम विकसित भएको। यो बिचको नेमाल हेल्मेटिन्स के छ त योभन्दा अलिकति बढी विकसित भएको छ र एनिलिडा के छ त यो दुईटै भन्दा बढी विकसित भएको छ। यो हिसाब हेर्दाखेरि त के आउँछ त यसको राइट एन्सर यो हुन्छ। साथसाथै फ्ल्याट बडी पहिला हुन्छ फ्ल्याट, त्यसपछि राउन्ड, त्यसपछि सेगमेन्ट बडी हुन्छ। त्यो क्रम एउटा पछि अर्को आउँदाखेरि त्यो हिसाबले यो हुन्छ। र यो सबै के हो त एउटा इन्भर्टिब्रेट्स पनि हो। यो सबै बेसिस हिसाबले के हुन्छ त यसको राइट एन्सर यो मिल्छ 4 नम्बरको। अब अर्को क्वेसन के छ? अब अर्को क्वेसन हेर्दाखेरि के भन्दैछ? समुद्री सतह वृद्धि हुनुको मुख्य कारण के हो? इङ्ग्लिसको लागि व्हाट इज द मेन कजेस अफ इन्क्रिजिङ द लेभल अफ ओसियन? समुद्री सतहको पानी वृद्धि हुनुको कारण के हो? कारणहरू धेरै छ, उपयुक्त कारण के हो? त पहिला भन्दैछ वन जङ्गलको विनाश, अर्को भन्दैछ अतिवृष्टि हेभी रेनफल, धेरै बाढी हुन्छ त्यो, अर्को भन्दैछ के त बाढी पहिरो, अर्को अप्सन छ पृथ्वीको तापक्रम बढ्नु। यहाँबाट कुन सबभन्दा उपयुक्त हुन्छ? अब वन जङ्गलको विनाश, वन जङ्गलको विनाश भएपछि के हुन्छ त? यदि वन जङ्गलको विनाश भइसकेको छ अनि त पानी कम पर्छ, त्यो त पक्कै होइन। अर्को छ अतिवृष्टि हेभी रेनफल, त वर्षा जति भए पनि त्यो के गर्छ त समुद्री सतहको पानीमा त्यति फरक पार्दैन। अर्को के छ त बाढी एन्ड पहिरो, फ्लड्स एन्ड ल्यान्डस्लाइड्सहरू आउँछ त्यो। अर्को छ पृथ्वीको तापक्रम बढ्नु, यसको के हो त रिजन त यो हो पृथ्वीको तापक्रम बढ्नु। अब किन हो? किनकि जब पृथ्वीको तापक्रम चाहिँ बढ्छ नि, अब मेन बुझ्नु पर्यो त पानी आउँछ कहाँ, समुद्रमा पानी जान्छ कहाँ? एउटा के छ त माउन्टेन,
अब पानी नै आउने भनेको कहाँ त जब पहाडको टुप्पोहरू पग्लिन्छ, त्यो पग्लिन्छ के को कारणले, जब पृथ्वीको तापमान धेरै बढ्छ अनि इन्क्रिज, यसको टेम्परेचर इन्क्रिज हुँदाखेरि त त्यो पहाडहरू सबै पग्लिन्छ, हिमालहरू त्यसको शिखर उच्चहरू पिघलेर के हुन्छ त पानी हुन्छ। यो जति यदि पृथ्वीको तापक्रम बढी हुँदै जान्छ त्यो पहाडहरू त्यति हिमालीहरू पग्लिँदै जान्छ र त्यसले गर्दाखेरि त्यो समुद्रीको सतहको पानी के हुन्छ त बढ्दै जान्छ। यसको राइट एन्सर यो हो 4 नम्बर 4। अब अर्को क्वेसन के रहेको छ त भन्दाखेरि भनेपछि पृथ्वीमा 50 केजी बोक्न सक्ने व्यक्तिले चन्द्रमामा कति केजी बोक्न सक्छ? यदि पृथ्वीमा कुनै मान्छेले 50 केजी मान्नु एउटा सिमेन्टीको बोरा 50 केजी सिमेन्टीको बोरा पृथ्वीमा उठाउँदैछ भने 50 केजीको, अनि चन्द्रमामा गएर कति उठाउन सक्छ? अरू क्वेसन के छ? पृथ्वीको सतहमा जी को मान 9.8 मिटर पर सेकेन्ड स्क्वायर छ र चन्द्रमाको सतहमा जी को मान पृथ्वीको भन्दा 6 गुणा कम छ। के छ त पृथ्वीको भन्दा कति छ त 6 गुणा कम छ। यदि पृथ्वीको जी यति छ भने चन्द्रमाको के हुन्छ त 1/g, यो अर्थको यो मुनको। यसको जी यदि 9.8 छ भने यसको जी कति हुन्छ त 1/9.8 हुन्छ, पृथ्वीभन्दा 6 गुणा कम छ। भन्दै चाहिँ 50 केजीको अब हेर्नु के छ त डाइरेक्ट हामी मासकै क्यालकुलेसन गरौँ। लाइक अब सिम्पल हुन्छ किनकि सर्ट क्वेसन हुन्छ नि, सर्ट क्वेसनमा हामी के गर्छौँ कि सकमा ट्राई गर्छौँ कि कम समयमा ट्राई गर्नु। त्यो हिसाबले अब हामी जी क्यालकुलेसन गर्दैनौँ, एउटा सर्टकट तरिकाले म गरिदिन्छु। अब मास यो के हो त, यो अर्थको मास हो, ठिक छ? सरी नाम लेखाइदिनु, अर्थको मास लेख्नु, अर्थको मास अनि मुनको मास। अब अर्थको मास कति छ त 50 छ, ठिक छ? अब मुनको मास कति हुन्छ? अब हेरौँ, अब जुन 1/6 छ नि, यो यहाँ कति दिएको छ 1/6 दिएको छ नि, अब यो यहाँ बनेको छ ग्राभिटीमा, अब यसको पनि ग्राभिटी मल्टिप्लाई गर्दाखेरि एउटै हुन्छ। त्यो हिसाबले म यसलाई ग्राभिटीले गरिनँ, डाइरेक्ट तपाईँहरूलाई गरिदिन्छु मास। यदि यसको 50 केजी छ त्यसको कति हुन्छ त 1/6 इन्टु यसको मास हुन्छ, मुनको के हुन्छ त मास हुन्छ। पृथ्वीमा जति छ नि यसको 6 गुणा हुन्छ कम। मेरो कुरा अझै याद राखौँ, जसको ग्राभिटी बढी छ त्यहाँ के गर्छ त त्यसले कम मास उक्तिन्छ। अब किन छ? अब हेर्नु एउटा के छ त, यदि जसको ग्राभिटी बढी छ नि त्यसले कुनै सामान यदि हामी माथि उचालिरहेका छौँ त ग्राभिटीले त्यसलाई तल तान्छ। जस्तै 50 केजीको जुन मास छ नि, यो 50 केजीको एउटा सिमेन्टीको बोरा हामी मान्दाखेरि सिमेन्टीको बोरा यदि उचाल्छौँ नि त्यो तलको पृथ्वीको ग्राभिटीले त्यसलाई तलतिर तान्दैछ, किनकि 9.8 भनेको बढी छ। यही चन्द्रमामा जाँदाखेरि 1.6 गुणा कम छ। यदि कम छ, यदि 50 केजी त्यहाँ उठाएर त पुरै बल लगाउनु पर्छ। यदि त्यही 50 केजी छ नि यसरी सट्टा हामी उठाएर फालिदिन्छौँ, किनकि जब ग्राभिटी कम हुन्छ त्यतिखेर रोक्ने क्षमता त्यसको कम हुन्छ, त्यसले कम अवरोध गरिरहेको छ त्यसमा। यदि ग्राभिटी बढी छ नि त बढी तान्छ। जस्तै एउटा चुम्बकको इक्जाम्पल लिउँ, यदि चुम्बक नजिकमा राख्दाखेरि पुरै तान्छ र अलिकति पर छ भने कम तान्छ, त्यस्तै त्यहाँ हो। अब यसको 50 छ, अब के गरौँ 50। अब हेरौँ यो 1/6 यहाँ के छ त डिभाइडमा छ, अब यहाँ आउँदाखेरि के हुन्छ त मल्टिप्लाई हुन्छ अनि मास अफ मुन। यसलाई गर्दाखेरि कति हुन्छ 300 = मुन अफ मास। यसको अप्सनमा के छ त 200, 300, 400, 500 यो हुन्छ 300 यो पोइन्टमा समथिङ गर्दाखेरि त्यसले केही फरक पर्दैन। हाम्रो एन्सर भनेको कति हो त 300 हो। यो बुझ्यौँ, यसको आन्सर के हो त 300 हो। 1/6 गुणा गर्दाखेरि यो कुराहरू हामीलाई थाहा हुनुपर्छ के कसो छ। अब अर्को क्वेसन के भन्दैछ, एउटा हाइड्रोलिक लिफ्टमा ठुलो पिस्टन ए सानो पिस्टन बी को क्रस सेक्सनल क्षेत्रफल चाप र बल तोल क्रमशः A1, A2, P1, P2, F1, F2 गरिदिनु भए पास्कलको नियमअनुसार तलको मध्ये कुन सम्बन्ध सही छ? एउटा लार्ज पिस्टन छ, एउटा सानो पिस्टन छ। तिनीहरूको के छ त एरिया दिएको छ, प्रेसर दिएको छ, फोर्स दिएको छ, सब थोक दिएको छ। भन्दैछ पास्कलको नियम हिसाबले
तलबमध्ये कुन यो रिलेसन राइट छ याद राख्नु। अब सबभन्दा पहिला प्रेसर च्याप्टर तपाईँहरूले पढ्नुभएको होला। त प्रेसर च्याप्टरमा प्रेसर भनेको चाप, त्यो चापमा पास्कलले के भन्दैछ त, कुनै भाँडो बन्द भाँडोमा यदि त्यसमा प्रेसर लगाउँदैछ भने त्यो प्रेसर के हुन्छ त, इक्वली डिस्ट्रिब्युट हुन्छ, इक्वली। जस्तै मानौँ एउटा के छ, त्यस्तो एउटा भाँडो छ, ठिक छ। यो भाँडोबाट यदि माथिबाट प्रेसर लगायो भनेको यहाँ छ। अब के हुन्छ, यदि 3वटा दुलो छ भने माथिबाट प्रेसर आउँदाखेरि पास्कलको नियमले भन्दैछ तिनटैबाट इक्वली डिस्ट्रिब्युसन हुन्छ। यहाँबाट जति प्रेसर हुन्छ यहाँबाट त्यहाँबाट सबैबाट के हुन्छ त, त्यतिकै प्रेसर इक्वल हुन्छ। बुझ्नुभयो। अब यहाँ के भन्दैछ, P1 P2। जब के भन्दैछ कि हरेक ठाउँमा प्रेसर के हुन्छ त, इक्वल डिस्ट्रिब्युट हुन्छ त, पहिलोको त सबभन्दा यो भएन, किनकि यहाँ के भन्दैछ त P1 ग्रेटर देन P2, यो भएन। यानि प्रेसर 1 ठुलो छ प्रेसर 2 भन्दा। सबभन्दा पहिला त यो के भयो त, भएन। अब अर्कोमा जाउँ, के भन्दैछ, अर्कोमा एरिया भन्दैछ A2 र A2। अब के हुन्छ त, जब एउटा ठुलो पिस्टन छ, वो ठुलो पिस्टन मानिदिएको कुनै पिस्टन यो मानौँ एउटा बक्सले म मानिदिन्छु, यो ठुलो छ यो सानो छ। अब के हुन्छ त, यो ठुलो छ भने यसको एरिया त अलरेडी बढी हुन्छ, यसको एरिया कम हुन्छ, यसको एरिया बढी यसको एरिया कम हुन्छ। यो भयो। यहाँ के दिएको छ, एरिया A1 को एरिया A2 को एरिया भन्दा कति छ, के छ त, बढी छ। यो पास्कलको नियममा एउटा के पर्यो त, यसको लागि के छ, यो के पर्छ, ठुलो छ। अब पिस्टन ठुलो छ, ठुलो पिस्टनलाई मानव पुस गर्दाखेरि त्यसमा के गर्नु पर्यो, एक त ठुलो पिस्टनको सबभन्दा पहिला एरिया बढी हुन्छ, सानो पिस्टनको एरिया कम हुन्छ, एउटा यो मिल्यो। अरू के भन्दैछ, फोर्स 1 ग्रेटर देन फोर्स 2। अब पिस्टन 1 अब यो ठुलो छ भनेको यसलाई पुस गर्नको लागि फोर्स कम चाहियो कि बढी, यसलाई बढी चाहिँ यसलाई कम चाहियो। यहाँ के भन्दैछ त, सानोमा यहाँ भन्दैछ फोर्स 1 लेस देन फोर्स 2। कसैले भन्दैछ कि यसलाई ठेल्न कम यसलाई बढी, त्यो के भयो, त्यो पनि भएन। अब यहाँ के भन्दैछ, फोर्स 1 ग्रेटर देन फोर्स 2 भने त्यसमा बढी फोर्स लाग्छ, यसमा कम लाग्छ। यसको एन्सर यो पनि हुन सक्छ, यो पनि हुन्छ, यो पनि हुन्छ। यसमा कुनै कन्फ्युजन, यो लगाउनु तर प्रायः के हुन्छ, त्यो बढी एरिया फोर्स गर्दाखेरि यो लगाउनु, यो पनि लगाउँदाखेरि रङ हुँदैन, किनकि दुईटै सेन्समा दुईटै राइट छ। यो कुराहरू बुझ्दै जानु। अब अर्को के छ भन्दाखेरि भन्दैछ, हबलको नियमले तलबमध्ये कुन कुरालाई प्रमाणित गर्दछ, विच अफ द फ्रेम इज प्रुभ बाइ हबल्स लॉ। हबल्स लॉ यहाँमध्ये कुन भन्छ, ब्रह्माण्ड खुम्चिरहेको छ एन्ड युनिभर्स इज कन्ट्र्याक्टिङ, खुम्चिरहेको भनेको सहित खुम्चिनु, ब्रह्माण्ड फैलिरहेको छ, युनिभर्स इज एक्सपान्डिङ भइरहेको छ, ब्रह्माण्ड जस्ताको त्यस्तै छ, युनिभर्स रिमाइन्स सेम। अर्को भन्दैछ, ग्यालेक्सीहरू नजिक आइरहेको छन्, ग्यालेक्सी एपेक्स हुन्छ। हबल्स नियमले कुरालाई कुनमध्ये प्रमाणित गर्छ, हबल्सले के प्रमाणित गरेको छ त, यो गरेको छ कि ब्रह्माण्डहरू फैलिरहेको छ भनेको जति ग्यालेक्सीको जति नजिक जाँदाखेरि नि अझै लाग्छ कति छ कि कति छ, यो हबल्सले प्रमाणित गरेको छ। यसको यो लले भन्दैछ कि युनिभर्स इज एक्सपान्डिङ। अब अर्को के छ भन्दाखेरि भन्दैछ, तलबमध्ये कुन चाहिँ दोहोरो विस्थापन प्रतिक्रिया हो, यो केमिकल रिएक्सनको क्वेसन हो। विच वान इज डबल डिस्प्लेसमेन्ट रिएक्सन अफ द फ्रेम। डबल डिस्प्लेसमेन्ट भनेको के हो, सबैलाई पहिला थाहा हुनुपर्छ। डबल डिस्प्लेसमेन्ट भनेको साटासाट गर्ने, साटासाट गर्ने भनेको एकले अर्कोसँग रिएक्सन गर्ने, फेरि अर्कोले अर्कोसँग रिएक्सन गर्ने। अब x + y z, xy प्लस त्यो भन्दैछ z, यहाँ एउटाले गरेको छ तर अर्कोले गरेको छैन, यो पनि यो भएन। x + y xy यो पनि भएन, x y z x + y + z यो पनि भएन। अब यहाँ x + y ab, अब ab त x ले के गरेको छ त b सँग गरेको छ, अनि y ले के गरेको छ त a सँग गरेको छ, अनि यो डबल डिस्प्लेसमेन्ट रिएक्सन भनेको दुवैले एउटाले अर्कोसँग अर्कोले अर्कोसँग फेरि एउटा मात्र गरेछ भने त्यो हुँदैन। अब दुईटैको भएको रिएक्सन भनेको त्यो डबल डिस्प्लेसमेन्ट रिएक्सन। अब अर्को भन्दाखेरि के क्वेसन छ भन्दाखेरि अब भन्दैछ एउटा कथन छ, एउटा कथन र दुईवटा तर्क दिएको छ भनेको
स्टेटमेन्ट्स एन्ड आर्गुमेन्ट्स, एउटा स्टेटमेन्ट छ, दुईवटा आर्गुमेन्ट्स छ। त्यो भन्छ डिटर्जेन्टलाई साबुन रहित साबुन भनिन्छ भनेको डिटर्जेन्ट इज कल्ड सोपले सरफ। सिम्पली भाषा बुझौँ, डिटर्जेन्ट भनेको डिटर्जेन्ट निसँग भन्छ, हामी नेपाली बुझ्दाखेरि सरफ कपडा धुने भनेपछि डिटर्जेन्टलाई साबुन रहित साबुन भनिन्छ। साबुन रहित साबुन कसरी? अब साबुनमा के हुन्छ त, साबुन एउटा सेप हुन्छ, त्यसलाई हामीले हातले धुनुपर्छ। र सरफ भनेको के हुन्छ त, त्यसलाई पानीमा घोलिदिने, पानीमा घोलिन्छ, त्यो भयो। साबुन रहित साबुन नै, साबुनै हो तर साबुन रहित, साबुनको सेप हुँदैन, त्यो भन्दैछ कि एउटै साबुन नै हो। किनकि सरफले पनि कपडा धुने काम गर्छ, साबुनले पनि कपडा धुने काम गर्दछ, दुईटै साबुनै हो तर सरफ साबुन रहित साबुन। भनेपछि यसले साबुन जस्तै वस्तु सफा गर्छ र रासायनिक प्रकृति भने फरक हुन्छ। तर्कले भनेको एउटा तर्कले साबुन जस्तै हुन्छ तर के हुन्छ त, केमिकल। इट हेज क्लिनिङ प्रोपर्टिज लाइक सोप बट केमिकल नेचर इज डिफरेन्ट। साबुन जस्तै हुन्छ धुन प्रक्रिया तर त्यसको केमिकल रिएक्सन के हुन्छ त, फरक छ, एउटा तर्कले भन्दैछ। अर्को तर्कले के भन्दैछ, अब साबुन जस्तै यसले पनि काँडा पानीमा फिज दिँदैन। जस्तै अब हेर्दाखेरि वाटर पानी के पर्छ त, वाटर छ नि डिसोल्भ हुने हार्डनेस, पर्मानेन्ट र टेम्पोरेरी हार्डनेस हुन्छ। त पानीले के गर्छ कि पर्मानेन्ट हार्डनेसमा त्यसले सोलुबल हुँदैन, फिज दिँदैन। त्यस्तै यहाँ पनि भन्छ कि सरफले फिज दिन्छ कि दिँदैन, तर्कले भन्दैछ। अब हेर्नु, अब यसमा के छ, अब एउटा कथन थियो, यो साबुन रहेको दुईवटा तर्क दिएको छ कि साबुन जस्तै छ, साबुन जस्तै छ, साबुन जस्तै सफा गर्छ तर रासायनिक प्रतिक्रिया केमिकल रिएक्सन हेर्दाखेरि के हुन्छ डिफ्रेन्ट छ भन्दैछ। कथन र तर्क दुई सही तर तर्क गलत। कथन र तर्क दुई भनेको कथन र तर्कले दुईवटा सही हो, यो त सही हो, अलरेडी डिटर्जेन्ट र साबुन भनिन्छ। साबुन जस्तै त्यसरी पनि काँडामा फिज हुँदैन, सरफै सर्फमा फिज हुन्छ। कथन र तर्क दुई गलत छ तर तर्क एक सही छ। यो दुईले गलत छ र यो सही हो, यो पनि भयो, यो सही छ। किन भन्दैछ कथन र तर्क एक, कथन र एक सही अल्रेडी छ अनि तर्क दुई गलत, यो भन्दैछ। कथन यो ठिक छ, यो ठिक छ, यो भन्दैछ पानीमा फिज दिँदैन, यो दुईटै राइट हो। कथन पनि राइट हो किनकि डिटर्जेन्ट त साबुन रहित साबुन हो, कपडा धुने काम गर्छ। अर्को भन्दैछ यसले साबुन जस्तै सफा गर्छ, त्यो त अलरेडी गर्छ। र रासायनिक प्रतिक्रिया भनेको केमिकल रिएक्सन हेर्दाखेरि त्यो फरक छ, त्यो पनि अलरेडी राइट छ, दुईवटा राइट छ। यो तर्क साबुन जस्तै काम तर काँडा पानी फिज दिँदैन, साबुनले फिज दिँदैन तर सरफले फिज दिन्छ, किनकि एकछिन हेर्दाखेरि पुरै घोलिन्छ। यसको राइट एन्सर कथन एक र तर्क यो दुईटै सही हो र यो राइट हो, यो रङ हो, यो भनिन्छ नि। आजको यति। ग्रुप ए यस भिडियोमा पुरै हामी सकाइदिएछौँ। अब के गर्छु त, यसको अरू भिडियोहरूको लिङ्क हामी डिस्क्रिप्सनमा हालिदिन्छौँ, जुन यसको रिलेटेड हुन्छ। ग्रुप ए को त्यसपछि नोट्सहरू पनि हालिदिन्छौँ। ग्रुप ए को आज सकियो, त्यसपछि अब हामी अर्को भिडियो लिएर आउँछौँ के को त, ग्रुप बी को। यो सबै हालिदिन्छौँ। तपाईँहरू अब के गर्नु, यो क्वेसन मजाले हेर्नु, जहाँ यदि कतै कन्फ्युजन छ अलिकति हामीले कमेन्ट गर्नु, कमेन्ट हामी रिप्लाई दिन्छु, कहाँ बुझिनु, यदि कुनै डट छ निकै मलाई भन्ने बेलामा कहीँ त्रुटि हुन्छ, तपाईँहरू कमेन्टमा त्यसको रिप्लाई दिनु होला र च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। त्यस्तै अब अझै के गर्नुपर्छ तपाईँहरूको साथ आफ्नो राय सल्लाह यहाँ राख्नु होला, सुझाव तपाईँ, किनकि हाम्रो भिडियो बनाउनुको मुख्य उद्देश्य हो कि तपाईँहरूको प्रगति होस्, तपाईँहरूको पढाइ अलिकति राम्रो होस्। हाम्रो मेन लक्ष्य त्यही छ। हामी यो भिडियो बनाइरहेको कारण यो कि तपाईँहरूलाई फाइदा होस्। त्यसकारण तपाईँहरूले जहाँ लाग्छ कि अलिकति यहाँ समस्या छ, यो सुधार गर्नुपर्छ, तपाईँहरू फिक्सै कमेन्ट गर्नु होला। हवस्।